मरेपछि त्यो सम्झनामा बनाइन्छ क्या यो चौताराहरू। ला के हो यो? खेल लागिसकेछ त। जे पनि केटाकेटी हुँदाखेरि नै राम्रो लाग्छ। जानुपर्ने हुन्छ। गुड मर्निङ। ल पक्कै भिजियो है। भिजियो होइन भिजाइयो। भिजियो भन्दैछ ल पक्कै। हेलो एभ्रिवान, गुड मर्निङ, वेलकम ब्याक टु माई जुमुन बियर ब्लग गाइस। के छ भने सन्चै हुनुहुन्छ? सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। म चाहिँ उठिसकेको छु आज पनि अरू बेला जसरी नै होइन। अनि देख्न सक्नुहुन्छ आज नि ठक्क घाम हुँदैसकेको छ गाइस। त्यही हो, अब यहाँ पानी फर्काउने टाइम हुनु लाग्यो। अनि यसो बाहिर निस्केर यहाँ आउँदैछु। पानीको बर अभाव छ भन्दै आइया किन कुद्नुहुन्छ? पानीको अहिले अलिक अभाव छ कि गाइस हाम्रोतिर। अनि अब पानी फर्काउने बेला पनि हुनु लाग्यो। अनि टक्क लगाएर पानी फर्काउने हो। यो चाहिँ कसको कोसेली रहेछ यार? कोसेली हो कि के हो? ल सो पानी भर्नु लागेको यिनीहरू भर्नुपर्ने हुन्छ कि बोतलमा टक्क आएर सजिलोसँग घट गर्नुपर्ने हुन्छ। कति नै फुल देखाएको होला भन्दैन, तर अहिले हल्का नदेखाए पनि मन लाग्दैन कि। हल्का फुलिरहेछ नि त, एउटा दुइटा यहाँ पनि फुलिरहेछ टक्क लाएर। अनि यो चाहिँ किन यहाँ छ भन्दाखेरि यो मसलाको रुखै सोम्फा भन्छ हाम्रोतिर चाहिँ। मसला दामी हुन्छ। यो बिउको लागि एउटा यहाँ टक्क उम्रेको रहेछ कि मम्मीले चाहिँ यहाँ होस् न त उम्रोस् भनेर यहाँ त्यो अस्ति नै टक्क ल्याएर मसलाको रुख हो कि। अनि हाम्रोमा ड्रागन फ्रुट पनि छ नि गाइस। ड्रागन फ्रुट यत्रो भाडामा सार्नुपर्छ गाइस। पानी भर्छ है, पानी भर्नु पऱ्यो भनेर तल बसिरहेको छु। माथि यो चाहिँ हुँदो रहेछ टक्क लगाएर लसुन प्याज काँक्रामा हाल्दै रहेछ। यहाँ परेछ त नि बुढी हालिरहे। टमाटरको बिउ हातले यसो गर न, छम्काउ न, त्यसरी नथिचिकन। थापेको जस्तै हातमा थापा अनि यसरी छम्काउ। पानी हाल्ने कार्यक्रम हुँदो रहेछ। यसरी छोडिदेऊ त। ल पक्कै भिजियो है। भिजियो होइन भिजाइयो। भिजियो भन्दैछ ल पक्कै सपक्कै सायद भिजाइयो। टक्क लगाएर भिजाइयो जानुपर्ने हुन्छ। गुड मर्निङ। सुतिरहेछ मस्त तातो भएर। आमामा यहाँ चाहिँ सिसाको बोतलहरू यति रहेछ होइन। के हो पारा फुलले त भुइँ छुन आँटिसकेको छ। तुर्लुङ्गै झुन्डेर भुइँ नै छुन आँटिसकेको छ। ब्याट्री डाउन हुन लाग्यो। अब म एकछिन फोन चार्जमा राख्ने हो। अनि म तल एकछिन बारी जानुपर्ने हुन्छ। अनि सियु
खानासाना खाइयो गाइज च्याट्ट लगाएर खानासाना खाइयो अनि ड्याममै अगाएर बस्दैछ घाम बबाल लागिरहेछ यहाँ मेरो काम चाहिँ सकेकै छैन यार थन्को लागिरहेछ बाँस नभएर नि यहाँ चाहिँ अर्को फेरि जालीमा अर्को कुखुराहरू छिरिसकेको चाहिँ प्रवेश भइसकेको छ अर्कोहरू चाहिँ ठुलो भइसक्यो अस्तिकोहरू टक्क लगाएर कस्तो दामी देखिने जे पनि केटाकेटी हुँदाखेरि नै राम्रो लाग्छ अलिक जति ठुलो हुँदै गयो त्यति नराम्रो हुँदै गइन्छ गाइस यहाँ अलि दिनसम्म माउसँगै राख्ने अनि अलि ठुलो भएपछि चाहिँ माउले बाहिर निकाल्ने हुन्छ त्यही हो मस्त अब एकछिन आराम गर्नुपर्ने हुन्छ राख्नुपर्ने हुन्छ कामतिर भात दिने बानी भएरै मकै त नाच पनि थालिसक्यो मकै खान्थ्यो अलिअलि त्यही हो यताको फुलहरू पनि हल्का बाँच्नु त बाँचेको होला कि तर पानीको अलिक प्रब्लम भएर पानी अलिक प्रशस्त पाउनु छोडेको छ क्या पानी नपरेर कि त्यही भइरहेछ हामी त खाना खाइसक्यौँ है कोहरू खाना खाने अरे फेरि हाम्रोमा चाहिँ अलिक सानो छ कि यस्तो फुल सानीकोमा चाहिँ बबाल फस्टेछ क्या यहाँ मल मुनिको यहाँ मल दामी छ नि त मल नभेटेको यहाँ टक्क फोहोरहरू अनि पानी पनि हल्का यहाँ भाँडाकुँडा गर्नुहुन्छ मलहरू पस्नु ठुलो भएको छ हाम्रोमा चाहिँ अलिक सानो छ धुप्पीको बोट पनि रोप्नुभएको छ सानीले चाहिँ दामी तरिकाले पनि हल्का ठुलो हुँदैछ आज भरिभर उ भएको छ मम्मीहरूको पसल पनि सामान लिएर टक्कसँगले ड्याममै भराउनु भएको छ टमाटर पनि बेच्नु हुँदै रहेछ यो टमाटर तलदेखि मगाउनु भएको अरे एक क्रेट लडानदेखि कि कहाँदेखि पो एक क्रेट किन्नुभएको अरे अनि टमाटरको भाउ त गुसारी भइगयो अहिले यस्तो नपाउँदाखेरि पनि गाई टमाटरको भाउ छैन क्या अहिले अब सिजन छैन नि टमाटरको झन् यसले झन् अलिक अहिले भावै पाएको छैन 2 करोडको चस्मा है गाइस त्यो पनि क्यापले लाउँछ चस्मा आज मसँग कति पैसा छ भन्ने कुरा देखाउँछु मेरो पर्समा हैन देख्न सक्नुहुन्छ जुम गर न देख्न सक्नुहुन्छ 10,000 एउटा बाघ त रहेछ यार पुरानो भइसकेको छ त्यो नि बाघ पनि अनि मसँग के छ त यहाँ जुम गर त यहाँ को यो टक्कसँगले फोटो पनि रहेछ जुम अनि यहाँ चाहिँ मेरो लाइसेन्स देख्न सक्नुहुन्छ यसरी कसरी पो यो त फेरि स्क्यान पो हुन्छ अहिले फेरि टक्क लगाएर यहाँ चाहिँ के रहेछ होइन यहाँ भित्र चाहिँ के रहेछ यहाँ भित्र के रहेछ निस्किनु मान्दैन त निस्किनु मान्दैन त हौ के रहेछ यहाँ भित्र ला के हो यो खेल लागिसकेछ त गजब बेइज्जती है एटिएम रहेछ गाइस खेल लागिसकेछ यहाँ भित्र चिरी गएछ बिर्सिसकेछु मैले एटिएमै खातामा पैसा भए पो हुन्छ त गाइस छैन सो गाइस अब एकछिन अस्ति नै हाम्रो तालिम भएको थियो अनि तालिमको लागि यसो मिटिङ रहेछ आज टक्क यो हाम्रो गाउँपालिकामा अनि अब जानुपर्ने अरे आज यो हिजो नोटिस आइरहेको थियो नि त अनि जानुपर्ने अरे एकछिन मिटिङ हुन्छ अरे अनि
टक्क जानु आँटेको गाइस। म चाहिँ के गर्ने त्यो ड्राइभिङको तालिम थियो अनि भोलि सायद भोलिदेखि सुरु हुन्छ होला। अनि आज इन्फर्मेसनको लागि टक्क सानो मिटिङ छ अरे, त्यो एटेन्ड गरेर आइहाल्छ त्यो गाइस। सो म चाहिँ अघि उता पालिका गएर नि आएर पनि होइन माथि एकछिन के भन्छ त्यही सोमबारदेखि सुरु हुने अरे। अनि सोमबारदेखि सुरु भएर त्यहाँ पर डे हाफ आवर गर्ने अरे ट्रेनिङ चाहिँ। अनि त्यही हो, यहाँ चाहिँ बुवाहरूको यतिको भएछ है अहिले। अस्ति नै ढलाइसकेर पक्क अहिले पानी लाउने टाइम भइरहेछ, दामी तरिकाले भन्दैछ गाइस। बाजे हेर्नु यहाँ उब्रेको बालु र गिटिसकेको छ, त्यही हो। अनि घाँसमा लाग्यो, घाँसमा जाने हो। आज गाडी नलिएको कि अनि हिँड्दै जाने हो। अनि अलिअलि बोकेर ल्याउने हो, धेरै त बोक्नु सकिँदैन, टाउको खान्छ। अनि के भन्छ त्यही हो। थोरै थियो एकैछिन कति हल्का इन्फर्मेसन दिनुको लागि मात्रै बोलाउनु भएको रहेछ क्यामेराम्यानले। अनि भएर एकछिन गएर फेरि म जाँदाखेरि अलिकति सुरु नै भइसकेको थियो कि अलिकति सकिसकेको थियो ब्रिफिङ। अनि त्यही भएर एकछिन सक्यो अनि फेरि आइहाल्यो, भिडियो पनि बनाएन फेरि। अनि अहिले चाहिँ हामी दुईजना जाँदैछौँ। यहाँ चाहिँ दामी हरियो भइसकेको रहेछ यहाँको पलाएर दामी गरी। त्यो उता भेटौँ है त कतिर जङ्गलतिर। गाइस यहाँ चाहिँ यस्तो चिज पनि देख्नु पाइयो है। यो के भन्छ तपाईँहरूकोतिर? हाम्रोतिर ऐसेलु भन्छ अरे, ऐसेलु त हो नि बबाल। हामी पुग्न लागिछौँ अब पर घाँस काट्ने ठाउँ। यहाँ जाँदैछौँ हामी दुईजना गफसफ गर्दै। सिधै घिन लाग्ने त्यो रोक्नुले पुगेको छ। फुल क्या फुलको कलेक्सन तर हुँदैछ हाम्रो दुईजनाको। यताबाट पनि ल्यायो उताबाट पनि ल्यायो। यस्तो नराम्रो पनि त छरपष्ट भयो र दिमाग खराब हुन्छ। यो धेरै चल्तीमा आएको रहेछ नि काँडावाला होइन? किन्नु भन्दै पाकेको छैन, पाक्नु लागेको रहेछ गाइस। काँचै रहेछ हरियो हरियो। किन न यस्तो खालको सिमी होइन तिमीले लिएको? यस्तो खालको तर यो ठुलो ठुलो फल्ने हो। किन सानो खालको फल्ने लिएको त? ए सानो खालको फल्ने चाहिँ मिठो अनि पुग्दैन नि त सानोले त। सानो चाहिँ धेरै फल्छ। सो घाँस भयो, भारी पुग्यो यहाँ रहेछ। यहाँ बुढीको टक्क ल्याएर अब कसाउने हो। यहाँ रहेछ कसाएर लाग्दिने हो। घाम डुब्नु लागिसकेको छु। सक्नुहुन्छ रुखले छेलिसक्यो घाम। अब जाने हो। चुइगाम चपाउँदै काटेको दाँत दुखिसक्यो यार सानो गर्दा। सो गाइस हामी चाहिँ यहाँ चौतारा यस्तो हुन्छ कि गाउँघरमा चाहिँ टक्क बिसाउने चौतारा। यो कसैको यो मरेपछि त्यो सम्झनामा बनाइन्छ क्या यो चौताराहरू टक्क लाएर। अनि त्यस्तो चौतारामा भारी बिसाएर आधी बाटोसम्म आइसकेको छौँ। अनि मस्त आराम गरिरहेको छौँ यहाँ बसेर हामी दुईजना। सो अहिले चाहिँ शिशिर ऋतु लागेर पुरै देख्न सक्नुहुन्छ रुखमा पातै छैन, सबै तल झरेको छ। शिशिर ऋतु भन्छौँ यसलाई। अनि दामी अब पानी पर्न थालेपछि दामी हरियाली हुन्छ कि दामी हुन्छ यो रुखहरू। कस्तो तिर्खा लागिरहेछ नि, तर चुइगाम चपाएर पनि होला अब पुरा तिर्खा लाग्दैछ क्या। गएर डिउ एक ग्लास हालेर खट पिउने हो कि के भन्छौ?
आइपुग्यो। यहाँ देख्न सक्नुहुन्छ पसिना अँध्यारोमा कालो आएर होला होइन। मेरो कालो खालको पसिना आउँछ क्या गाइस। कैसा लगा मेरा मजाक? चियर्स डिउ। यिनीहरूले एट्याक हानिसकेको छ 4 जना 4 भाइले 5 भाइले 4 भाइ 1 बहिनी हो त्यहाँ थियो हावाले त्यो उडाउँदो रहेछ क्या भैँसी नि माथिल्लोपट्टि निकालिसकेको अघि नै अनि टक्क लाएर एट्याक हानिसक्यो गाइस। अँधेरो नै हुन आँटिसक्यो अँधेरो नि अब त टक्क लाएर। अँधेरो भन्दाखेरि याद आयो हाम्रो नेपालमा धेरै यो के भन्छ फेरि एउटा राम्रो मान्छे चाहिँ दरखास्त गरेको छ क्या। दरखास्त हुनुभएको छ उहाँ हुनुहुन्छ कुलमान घिसिङ। के भइरहेछ नेपालमा के भइरहेछ गाइस। मलाई एउटा कुरा चाहिँ जान्नु मन लाग्छ क्या यो नेपाल सरकारको योमा यो रिटायर हुने र त्यो के भन्छ नियुक्ति हुनेको डाटा हेर्नु मन छ क्या। सो गाइस रात पर्न थालिसकेको छ अब घाँस पनि लगाइदिइसक्यो है भैँसीलाई अनि त्यही हो गाइस। अब जाने हो अनि गएर खानासाना बनाएर खानुपर्ने हुन्छ। थ्याङ्क यू सो मच जसले यतिसम्म हेरेर साथ दिनुभयो धेरै धन्यवाद। भोलि फेरि नयाँ ब्लग लिएर आउने छु। If you enjoyed my video, please like, comment, share and do subscribe and hit the bell icon guys. See you.